시제가라 기름 긴고르게 제외외로 유제링하고 야외되고 은이 센세고 그 유를 무시하나 차자 여원이 능력상 주게 야센다위 주윤수 간진조라 제외가 유게로 소재 제샤 야외동대 님매규수 내는셔를 쳐줘 가모바지 스수용으로 뜬번이와 대란주 सर्वप्रथम सम्पूर्ण महानुभावहरूमा सुस्वास्थ्यको कामना तथा टसिदिलेग साथै आज न्यामी दाबुरमुचे काग्यु सम्प्रदायको संस्थापक धर्मराज धर्मस्वामी तथा जगन्नाथ दगु सोनम रिन्छेङको परिनिर्वाण भएको जयन्ती परेको छ। गम्बुपाको जन्मस्थल चाहिँ युरोपको 9 उपत्यकाको दक्षिणी क्षेत्र न्याल भनिने मध्यम तिब्बतमा भएको थियो। हाल चाहिँ लुन्चेझोङको न्याल्तो भनिने अनि ठाउँमा चाहिँ उहाँको जन्म भएको थियो। उहाँको मुख्य वंश चाहिँ निवा वंश हो। उहाँको पिता निवा लाजे ग्याङबर र माता सोमो थियो उहाँको। उहाँ चाहिँ माटो भेडा वर्ष सन् 1079 मा जन्मिनु भएको थियो। यो ड्रोगन फगमो ढुपाले गम्बुपाको जीवनी कथामा यस्तो लेख्नु भएको छ। माटो स्त्री भेडा वर्षमा जन्म भएकोदेखि लिएर जबसम्म यो संसारबाट उहाँ परिनिर्वाण हुनु हुँदैन त्यति बेलासम्म उहाँले अनेगिन्ती अचम्मका लीलाहरू देखाए। त्यही कारणले म तिनीहरूलाई संक्षिप्तमा वर्णन गर्नेछु, त्यसैले सम्मानपूर्वक सुन्नुहोस् भनी फमो डुबाले बताउनु भएको छ। गम्बुपालाई विभिन्न नामले चिनिन्छ, जस्तै सुपुष्प चन्द्र, चन्द्र कुमार, त्यस्तै गरी चन्द्रध्वजा, मध्यम शास्ता, निवा महायोगी, दग्बोला लाजे, भिक्षु वज्रधारा, झम्लिङ ढक्पा, झे गम्बुपा, उहाँको नाम विभिन्न नाम राखिएको छ। यस्तै गरी आज समय एकदम कम भएकोले उहाँको जीवनी कथा विस्तार रूपमा बताउन सक्दिन, यसलाई म संक्षिप्तमा बताउँदै जानेछु। तर पनि आज म उहाँको उपलब्धि जीवनी कथाहरूको बारेमा केही फरक कोणहरूबाट बोल्न चाहन्छु। पहिलो, उहाँ कसरी आफ्नो युवा अवस्थामा चिकित्सकको ज्ञान सिद्ध पार्नुभयो भने उहाँको पुर्खाहरू सबै चिकित्साहरू थिए। त्यसैले सानैदेखि उनले 10 भन्दा ज्यादा बढी विद्वान चिकित्सकहरूको साथ लिनुभयो। मुख्यतः चाङको चिकित्सक युसिल अनि भारतका चिकित्सक क्याम भनिने यसरी दुवै चिकित्सकबाट अध्ययन गरेर उनले चिकित्सा कलामा प्रवीणता हासिल गर्नुभयो। खास गरी उहाँ टाउको दुखाइको निको पार्नमा उनी अति पोख्त हुनुहुन्थ्यो भने भनिन्छ। उहाँले आफ्नो सम्पूर्ण जीवन चिकित्सा अभ्यास जारी राख्नुभयो, त्यसैले सायद उहाँलाई भिक्षु चिकित्सक भनेर पनि चिनिनुभयो। उहाँलाई औषधिको विषयमा ज्ञान राख्ने विद्यार्थीहरू अनगिन्ती धेरै नै थियो। त्यो भित्र पनि उहाँको साथमा बसेर उहाँको मुख्य सम्प्रदाय सम्बन्धले चाहिँ स्याङ नक्पा भन्ने यसरी उहाँको चेला थियो र उहाँले चाहिँ 18 वर्षसम्म यसरी उहाँले यो दबाईको काम गर्नुभयो। स्याङ नक्पाको लागि उहाँले दबाईको ग्रन्थ रचना गर्नुभयो। त्यो ग्रन्थको नाम थियो रिन्छे ग्याछोहम अनि तपुई थर्बुम भनिने अनि प्रख्यातमा आएको एउटा किताब छ। पछि गएर यो किताबलाई शिर राखी यसरी सम्प्रदाय दुईटा यसरी थपिएर गएको थियो। एउटा चाहिँ पहिला चाहिँ स्याङ मेम्पाद्वारा युथोक शर्मा भनिने, पछि गएर त्यो हिन्द्रङ गुम्बो भन्नेलाई यसरी अब त्यो सम्प्रदायहरू फैलिएर गएको थियो। 17औं शताब्दीका तिब्बती गुरु देवकुमार घिसे तेन्जिङ फुङसोले के लेखेको थियो भन्दाखेरि औषधिका सबै प्रसारणहरूमध्ये गम्बुपाको प्रसारणको अर्थात् सम्प्रदायको सबै औषधिहरूको मुख्य जरा हो भन्ने यसरी उहाँले लेख्नु भएको थियो। दोस्रो, भिक्षुको वस्त्र उहाँले धारण गर्नु भएर बौद्ध धर्म कसरी फैलाउनु भयो भन्ने विषयमा बताउनु पर्दाखेरि दुसुमथेम्बाका संवादहरू र डोगोन फौमो डुपाको छ योगहरूको प्रसारण र निर्देशनमा महत्वपूर्ण बिन्दुहरूको संक्षिप्तमा विश्लेषणमा यसरी पाइने दुई आत्मकथाहरूमा यसरी लेखिएको छ। 26 वर्षको उमेरमा पुग्दा पार जस्तै दृढ विश्वाससँग मेरु पर्वत झैं न्यालबाट पूज्य गुरु उच्च अनुशासनमा
प्रशिक्षण सिद्ध हुनुभयो भनेर यसरी लेखिएको छ। घम्पोपा 26 वर्षको उमेरमा पुग्दाखेरि उनले त्यही दिन धक्पो क्षेत्रका रोङ नामक ठाउँमा मरियुलका घेसे लोदेन शेरप स्याङसुङका अनि शेरप निङपु र न्यारीका मिदेवा झङचुप सेम्बा नामक लामाबाट उहाँले भिक्षुको शिला लिनुभयो र उनको विनयशीलको चाहिँ अब पछिल्लो तहको शिलको परम्परा थियो। यो चाहिँ सन्त रक्षिताबाट भएको थियो। भिक्षुको शिला दिइसकेपछि उसको नाम चाहिँ सोनम रिन्छेन भनेर दियो। त्यति बेला उनले घेसे झङचुप सेम्बाबाट समाथा ध्यानको निर्देशन प्राप्त गरेर 5-6 दिन भित्रमै समाथाको राम्रो अनुभव भयो। दिन हो कि रात हो थाहा नहुने, नखाए पनि भोग नलाने त्यस्तो अनुभव उहाँमा उत्रिएको थियो। उसले कति लामो समयसम्म यसरी म ध्यानमा गर्न सक्छु भनेर सोच्नुभयो र उहाँले 13 दिनको लागि यो ध्यान सक्षम भयो। 3 महाकायु पुर्खाहरू मध्ये महाअनुवादक मार्बा, त्यसै गरी जेजु मिलरेपाको चाहिँ गृहस्थी चेलाहरू अनेकिन्दी थिए। तिनीहरूका अधिकांश विद्यार्थीहरू या त गृहस्थ या त सेतो कपडा लगाएको अनि योगीहरू मात्र थिए। घम्पोपाको पालोदेखि नै मुख्यतः भिक्षु समुदायले काग्यु शिक्षाको संरक्षण र प्रसार गर्ने परम्परा आएको थियो। तेस्रो कर्मपा राङजुङ दोर्जेद्वारा जनकमा अर्थात् कालीकोश भन्ने एउटा किताब उहाँले संकलन गर्नुभएको छ। त्यो भित्र के लेखेको छ त भन्दाखेरि घम्पोपाले मिलरेपाको दीक्षा पाएर त्यहाँदेखि हिँडे पश्चात मिलरेपाले आफ्नो योगी विद्यार्थीहरूलाई यसरी भन्नुभयो कि त्यो चिकित्सक घम्पोपाले धेरै संवेदनशील प्राणीहरूलाई मद्दत गर्नेछ। हिजो राति एउटा पहिलो चरा मबाट मध्य तिब्बततिर उडेर ठूलो पहाडको चुचुरोमा आइपुगेको सपना देखे। त्यो चारै तर्फबाट लाली हाँसका धेरै बगलहरू त्यहाँ जम्मा भएर त्यसपछि एकैछिनमा तिनीहरू सबै चारै दिशामा उडेर गए र प्रत्येक हाँसको पछि 500 हाँसहरूले घेरे र पुरै उपत्यका र सबै दिशाहरू खैरो रङले भरिएको थियो। उहाँ चाहिँ एउटा योगी थियो, घम्पोपा हो। उहाँको अनुयायीहरू भिक्षु मात्र हुनेछन्। मैले बुद्धको शिक्षाको लागि केही गरेको छु, यो मिलरेपाले भविष्यवाणी गरे जस्तै भयो। हामीले इतिहासबाट पनि यसरी नै देख्न सक्छौं। तेस्रोमा उहाँले कदम्ब शिक्षाहरू कसरी प्राप्त गर्नु भएर अरूलाई लाभ कसरी दिनुभयो भन्ने बारे बताउनु पर्दा 28 वर्षको उमेरमा घम्पोपा उत्तरी उरु भन्ने ठाउँमा हाल चाहिँ अहिले फेम्पो भनिन्छ, त्यो भित्र चाहिँ कुनै कदम्ब गुरुहरू आउनु भएको उहाँले सुन्नु भएर गुरु न्युरुम्पा, ग्यायोन्दा, ग्या चाक्रिवा, घेसे डेपा अनि त्यस्तै गरी झायुलवा लगायतका गुरुदेखि उहाँले दीक्षा लिनुभयो। तिनीहरू मध्येबाट पनि घेसे न्युरुम्पा चुन्डु क्याल्सेनको सम्मुखबाट कदम्बाको सबै उपदेशहरू प्राप्त गर्नुभयो। विशेष गरी बोधि चित्तको शिला समूह उहाँले लिनुभयो। त्यहाँदेखि नै घबुरमुसीले व्यवहार बोधि चित्तबाट म कहिले पनि वियोग भएको छैन भनेर यसरी बताउनु भएको छ। जस्तै गरी घबुरमुसीले रचना गर्नु भएको गुण सम्पन्न धर्मगण भन्ने किताबभित्र के लेखेको छ भन्दाखेरि अतः समृद्धि बोधि चित्त अत्यन्तै महत्वपूर्ण छ। किन भन्दाखेरि यो पहिला अत्यन्तै आवश्यकता छ। यो पहिला आफूमा छैन भने महायानको मार्गमा प्रवेश गर्दैन। मध्यममा यो अत्यन्त आवश्यकता छ, मध्यमा छैन भने हामी संसारको दलदलमा फस्ने हुन्छ। अन्तमा पनि अत्यन्तै आवश्यकता छ, किनकि समृद्धि बोधिचित्त छैन भने बुद्धको 2 रूपहरू पनि प्राप्त हुँदैन। त्यही कारणले अत्यन्त महत्वपूर्ण छ भन्ने बताउनु भएको छ। बोधिचित्तको ज्ञान अत्यन्तै आवश्यकता महत्वपूर्ण देख्दछु भन्ने यसरी अनुभवमा यसरी पस्काउनुहुन्छ। उहाँले न्युगुम्बा गुरुसँग 8 र 9 महिना मात्रै अध्ययन गर्नु पायो। त्यो अवधिमा उहाँ धेरै मानिसहरूको बीचमा बस्नु परेको हुँदाखेरि उहाँको अघिल्लोको ध्यान अनुभवहरू पुरा विकृति हुँदै गयो। उनले सुनेका थिए कि घेसे ग्यायोन्डक विद्यार्थीहरूको टोलीलाई पालन पोषण नगरी दुर्गम ठाउँमा बस्थे। ग्यायोन्डकलाई भेट्न गए। ग्यायोन्डक वरपर थोरै मानिसहरू भएकोले घम्पोपाले सम्मत पनि अत्यन्तै सुधार आयो। ग्यायोन्डकले भने म तिमीलाई घेसे त्वम्पाले पनि बाधा नगरेको वंशबाट घेसे त्वम्पाले हस्तक्षेप नगरिएको बुद्धको हातले बनाएको जस्तो गरी अतिशाको मौखिक निर्देशनहरू सिकाउनेछु। घम्पावाबाट पारित
चार विशेषताहरू जस्ता पित निर्देशनहरू सिकाए र उनले आफ्नो अघिल्लो समताको अतिरिक्त अन्तर्दृष्टि विकास गर्न सक्षम भए। गेशे ग्यायुन्डक त्यस समय प्लुतोका सबै कदम्बा गुरुहरूको उच्चतम अनुभूति भएको रूपमा परिचित थिए। गम्पोपाले उहाँको समान अनुभूति विकास पनि गरे। ग्यायुन्डकबाट मार्गका 4 चरणहरूका निर्देशनहरू पनि प्राप्त गरे, जस्तै अनित्य, मृत्यु, कर्म फल र संसारका दोषहरू इत्यादिमा ध्यान गर्दा पोख्ता हुनुभयो। भावनाको विकास भयो र आनन्द स्पष्टताको ज्ञान चाहिँ अलिकता घट्यो र उसले केवल सबै संसार अनित्य र वैरागको ज्ञान उत्पन्न मात्रै गर्दाखेरि यसरी ज्ञानहरू आफूमा उत्पन्न भएको हो भने बताएको छ। संक्षिप्तमा भन्नुपर्दाखेरि धपो रिम्पोछेले गेशे ग्यायुन्डक 3 वर्षसम्म उहाँले त्यहाँबाट दीक्षा लिनुभयो जस्तो मलाई लाग्छ। डिगुङ क्योपा झिगदेन सुङ्गुनले बताउनुहुन्छ कि उहाँको अनुसार धपो काग्युमा दर्शनको परम्परा, चर्याको परम्परा र उपदेशको परम्परा 3 प्रकारको भएको मध्ये दर्शन र भावना कदम्ब परम्पराबाट आएको हो। त्यस्तै गरी दर्शनको परम्परा ग्यायुन्डकबाट र चर्याको परम्परा न्युरुम्पाबाट भित्रिएको हो भने यसरी बताउनुहुन्छ। दर्शन सम्प्रदाय परम्पराको विषयमा ग्यायुन्डकबाट भएको सन्दर्भमा कुरा राख्दाखेरि ग्यायुन्डकलाई चाहिँ आतिशा ने गुम्बाबाट आएको परम्परा अनि अत्यन्त विशेषता रहेको छ। त्यसै कारणले आतिशा पनि मध्यम प्रसङ्गिकामा अत्यन्तै उत्साह राख्ने भएकोले अत्यन्त प्रख्यात रहेको छ। त्यही कारणले हाल धपो काग्युको परम्परा सम्प्रदाय चाहिँ मध्यमका प्रसङ्गिकाको सिद्धान्तसँग अत्यन्त अनि मिल्नुको कारण चाहिँ यो जस्तो मलाई लाग्छ। धपो काग्युमा योगका 4 चरणहरूका लागि प्रगतिको चरणहरूका लागि प्रयोग गरिएको शब्दावलीमा आतिशाले गुम्बावालाई दिएको महामुद्रा निर्देशनहरू स्पष्ट रूपमा वर्णन गरिएको छ र यो पनि यसको प्रमाण हो। सामान्यतः गम्पोपाको दर्शनको वंश कदम्बबाट मात्र नभई मिलारेपाबाट पनि वंशहरू आएको थियो। मिलारेपाले गम्पोपाले भने जस्तै दर्शन हो भनेर पत्ता लगाउन आफ्नो मनलाई हेर है भनेर यसरी गम्पोपालाई बताउनु भएको थियो र उनले शून्यताका 4 गल्तीहरू पनि बोले र गम्पोपाले महामुद्रा सिकाउँदा ती कुराहरूमा पनि जोड दिए। छोटकरीमा भन्नुपर्दा जब गम्पोपाले अनेकन समूहहरूलाई कदम्बाहरूको मार्गक्रमहरू सिकाउनु भयो, त्यही अनुसार उहाँले अनेकन चेलाहरूलाई दीक्षा दिनुभयो र त्यहाँदेखि एक नयाँ प्रथाको स्थापना पनि गर्नुभयो। जस्तै निजीमा महामुद्रा उहाँले सिकाउनु भयो। यसबाहेक उहाँले भन्नुभयो, मैले मानिसहरूलाई दिएको सानो सहयोग कदम्बाको कारणै हो। धेरै मानिसहरूले नारोको पित निर्देशनहरू सिकाउँछन्, तर कदम्बासँग जोडिएन भने यसले थोरै फाइदा मात्र ल्याउँछ पनि यसरी उहाँले भन्नुभयो। फेरि उहाँले भन्नुहुन्छ, 3 प्रकारका व्यक्तिहरूलाई मार्गको कदम्बा चरणहरूमा मनलाई प्रशिक्षण दिनु धेरै मूल्यवान छ। यो बिना एक धमिलो प्राकृतिक अवस्था उत्पन्न हुन सक्छ, तर यदि तपाईँ आफन्त स्थान वा धनमा संलग्न हुनुहुन्छ भने तपाईँ तल नै पतन हुनुहुन्छ, माथि कदापि होइन। तसर्थ यदि तपाईँले यो जीवन त्याग गर्नुभयो भने तपाईले देख्ने वा सुन्ने सबै घटनाहरू सपना र भ्रम जस्तै देख्नु सक्नुहुनेछ र बुझ्नु। त्यसैले मैत्री र करुणा बोधी चित्तलाई प्रशिक्षण गर्यो भने यसमा अनादिकाल छैन, तर पनि यो भावना गर्नाले तपाईँ माथि मुक्त हुने बाहेक तल संसारमा पतन हुने कुरा नै छैन। कदम्बाको उपदेशहरूलाई अत्यन्त महत्त्वपूर्ण स्थान दिनुभयो। तिब्बतमा भर्खरै मात्र आतिशाद्वारा रचना गरेको हो भन्ने एउटा बोधि मार्गक्रम भन्ने बौद्ध शास्त्र भित्रभित्र प्रवेश नगरेको एउटा पुरानो पाण्डुलिपि अनि हाल टिबेटबाट अनि मलाई प्राप्त भएको छ। त्यसको मुख्य विषय चाहिँ के छ भन्दाखेरि त्यो भित्र 3 प्रकारको व्यक्तिको मार्गक्रमहरू, त्यस्तै गरी 4 निवृत्ति धर्मको पाठहरू, त्यस्तै गरी विशेषता अनि समता
विपसना र अन्तिम टुङ्गिने परिणामका गतिविधिहरू सबै श्लोकमा सिकाएको छ। जब मैले यसलाई पढ्छु यो काग्यू निर्देशनका पुस्तिकाहरू पढे जस्तो मलाई लाग्छ। गम्बुपाले मिलरेपा गुरु थापेर महामुद्राको अनुभूति विकास गर्ने विषयमा बताउनु पर्दाखेरि तपाईहरूलाई सबैले थाहा छँदैछ गम्बुपाको जीवनमा सबैभन्दा महत्वपूर्ण उत्कृष्ट गुरु मिलरेपा थिए। गम्बुपा यु प्रान्तमा जानुभन्दा अघि उनले मिलरेपाका विद्यार्थी घेसे झाङसुप सेम्पासँग अध्ययन गर्यो, जसबाट उनले मिलरेपाबाट प्राप्त ध्यान निर्देशनहरू गम्बुपाले प्राप्त गर्नुभयो। उनीहरूकै कारणले उनका 7 दिनसम्म समाजको राम्रो अनुभव विकास भयो। यसबाहेक जब गम्बुपा गुरु यु प्रान्तमा गएर त्यहाँ योङडालाई पछ्याएर उनले आफ्नो निरन्तरता भित्र अन्तर्दृष्टिकोणको राम्रो दृष्टिकोण विकास गरे, तर अझै पनि वास्तविक अनुभूति भने विकास भएको थिएन। जब गम्बुपाले मिलरेपाको नाम सुने उहाँलाई भेट्न अझै धेरै समय बाँकी थियो र उनले सोचे जिउँदो हुँदै मैले भेटेन भने छोटो समयको लागि मैले जसरी भए पनि भेट्नै पर्छ, नभए भविष्यमा यसरी भेट्न सकिँदैन होला भनेर उहाँको विचार आयो र 31 वर्षको उमेरमा गुरु मिलरेपालाई गम्बुपाले भेट्न गए। त्यहाँ यात्रा गर्न 4 महिना लाग्यो, तर अन्तत उनले मिलरेपालाई भेटेरै छाडे र उनले मिलरेपाबाट गोप्य मन्त्रको पीठ निर्देशनहरू मुख्यतः तुमो प्राप्त गरे र 32 वर्षको उमेरमा यु प्रान्तमा फर्किनु अघि उहाँले मिलरेपासँग जम्मा 13 महिना मात्रै अध्ययन गर्ने मौका पाए। मिलरेपाले गम्बुपालाई धेरै असाधारण वज्रयान निर्देशनहरू दिए, विशेष गरी अन्तर्दृष्टिको उच्च अनुभूतिको विकासको लागि सहयोगको शर्त मार्पा र मिलरेपाबाट पारित आशीर्वाद हो। त्यस सन्दर्भमा गम्बुपाले मिलरेपा र उनका काग्यूप्रति असाधारण विश्वास र चाहना राखेका थिए र उनीहरूलाई महत्वपूर्ण ठान्थे। यसबाहेक उनले आफैले मिलरेपाको वंशलाई स्वीकार पनि गरे। यसलाई स्पष्ट पार्न धपुरबुछेले गोलोइ देबुन भन्ने भित्र के लेखेको छ भन्दाखेरि गौरवशाली धपु काग्यू शब्दको वंश होइन, अर्थको वंश हो। अर्थको वंश कस्तोलाई भनिन्छ त भन्दाखेरि महामुद्राको निर्मल अनुभूतिको वंशलाई बुझिन्छ, जसको कारणले तिमीलाई महामुद्राको अनुभूति प्राप्त हुन्छ। त्यही गुरु तिम्रो मूल गुरु हो भन्ने दृढ संकल्प राख्नु पर्दछ भने यसरी बताउनु भएको छ। यदि तिमीले गुरुको आशीर्वाद पाएको छैनौ भने तिमीले मनमा हेरेर मात्रै मनको स्वभाव त देख्दैनौ, समातेर पक्रिनु पनि सक्दैन, त्यसलाई रोकेर थाम्नु पनि सक्दैन, साथै तपाईको आफ्नो प्रतिभासहरू त्याग्दा वा तिनीहरूलाई नष्ट गरेर ध्वस्त पनि गर्नु सक्दैन। तसर्थ पुण्य सञ्चय जम्मा गर्नु र आवरणहरू शुद्ध गर्न र बाधालाई शान्त पार्न केवल आफ्नो अस्तित्वमा अनुभूतिको विकास गर्न प्रकट हुनु सक्षम हुनुपर्छ र आफू र अरूको लागि लाभ सिद्ध गर्न चाहनेहरूले गुरुको सेवा र सम्मान अनिवार्य गर्नुपर्छ। बिन्ती प्रार्थना गरेर मात्र केही पुग्दैन भनी धपुरबुछे गुरुले बताउनु भएको छ। फेरि पनि बताउनुहुन्छ आफ्नो मनलाई बुझ्नको लागि आध्यात्मिक निर्देशनले मात्रै मद्दत गर्दैन, तपाईले अनुभूति भएको गुरुको आशीर्वाद प्राप्त अनिवार्य हुनैपर्छ भनी पनि बताउनु भएको छ। गम्बुपाले त्यति बेला तिब्बतमा धेरै प्रख्यात गुरुहरूसँग अध्ययन गरे, मौखिक निर्देशनहरू प्राप्त गरे, उपदेशहरू पनि उहाँले प्राप्त गर्नुभयो। त्यसबाहेक उहाँले आफैले वर्षौं लगनशीलतापूर्वक ध्यान अभ्यास गर्न बिताउनु भयो। मुख्यतः उहाँ तुमोलाई विशेष ध्यान दिनुभयो। त्यसै गरी न्यासेवा, लुङदा, होल्खा लगायतका अन्य विभिन्न ठाउँहरूमा उहाँले ध्यान गर्नुभयो। अन्ततः उहाँले मनको सार, धर्मकायको अर्थ जस्तो देख्ने र उनले आफ्नो विद्यार्थीहरूलाई त्यसमा प्रत्यक्ष निर्देशन दिए, जसरी उनले बुझेका थिए कि जुन महामुद्राको सहज योग भनेर चिनिन थाल्यो। यसलाई छाग्या छेम्बो हेन्जी केजोर भनेर प्रख्यातमा आयो। सामान्यतः मार्पा, मिलरेपा र अन्य गुरुहरूले मुख्यतः तन्त्र अनुसार महामुद्राको उपदेश दिएका थिए र
योगहरूबाट अलग महामुद्रा निर्देशन दिने चलन थिएन। यद्यपि गम्बोपाले पछि सूत्र परम्परा महामुद्रालाई जोड दिए ताकि उपाय मार्ग नारोपाको 6 धर्म र मुक्ति मार्ग महामुद्राको विकास हुन थाल्यो। यस सम्बन्धमा 8औं कर्मपा मिग्यु दोर्जेले यस्तो लेखेको छ। आचार्य मुक्तिपाको मनन नगर्ने मध्यमकामा भोटमा 3 प्रकारको विचारहरू मतहरू राखेको छ। पहिलो, गम्भीर स्पष्टता मन्त्रको मध्यमता विशेषता अभ्यासमा ल्याउने। दोस्रो, गम्भीरता सूत्रको मध्यमका विशेष रूपमा अध्ययनमा ल्याउने। त्यस्तै गरी विज्ञानवादको निराकार मध्यमकाको अभ्यासलाई अनि विशेष गरी ध्यानमा ल्याउने 3 प्रकारको भएको मध्येमा भटरक मर्पा मिलरेपा दुवैमा हेर्ने हो भने उहाँहरूलाई चाहिँ यो 3 प्रकारको गम्भीरताको सूत्रतन्त्रको अभ्यासहरू उहाँहरूले विशेष गरी अधिष्ठान अभ्यासमा ल्याउँथ्यो भने सूत्रको मध्यमका चाहिँ गम्बोपाद्वारा उहाँले विशेषता अनि उहाँले जोड दिनुभयो। यसमा महामुद्रा मन्त्र अनुत्तरबाट आएको हुँदाखेरि यसलाई चाहिँ महामुद्रा भन्ने नाम दियो। प्रत्यक्ष रूपमा सूत्र अनुसार यसलाई चाहिँ अप्रपञ्च शून्यता मध्यमका भन्यो भने अप्रत्यक्षमा हेर्ने हो भने सूत्र तन्त्रको गम्भीर अर्थ लाग्ने सुगत गर्भ असामान्य र सामान्यको विषयमा यसरी विशेष अनि देखाएको छ। यसलाई फेरि पनि मैत्रीपाका आफ्नो विद्यार्थी सहज वज्रले 10औं स्वभावताको टिप्पणी भित्र यसरी 3 गुणहरूसँग अनि मेल लेख्नु भएको छ। त्यो स्वभावमा पारमिता मन्त्रसँग मिलेको र न महामुद्रा हो भने यसरी 3 प्रकारले अर्थपूर्ण भएको कुराहरू यसरी बताउनु भएको छ। भटरा गम्बोपा, त्यस्तै गरी पाल फगमटुपा, झिक्दे सुङ्गी गम्बो डिगुङपा गुरु आदिहरूले मौखिक वचनद्वारा के यसलाई भनेको छ भन्दाखेरि हाम्रो महामुद्राको ग्रन्थ चाहिँ भगवान मैत्रीले रचना गर्नुभएको महायानी अनुत्तर शास्त्र नै महामुद्रा हो भने यसरी बताउनु भएको छ। फेरि पनि यसलाई 8औं कर्ममा मिग्यु दोर्जेले छाक्छिन महामुद्रा दोबुम भन्ने भित्र के भन्नुभएको छ त भन्दाखेरि हेतु पारमिता र सामान्य समता विपसनाको टिप्पणीहरूको सिलसिलालाई नाता अतिशबाट परम्परा आएकोलाई बोधि मार्ग प्रदीपको उपदेश र त्यस्तै गरी महाकल्याण मित्र तेम्बा छेम्बो त्यस्तै गरी गुम्बावा गुरुहरूको सहज योगा भन्ने यसरी प्रख्यातमा नाम आएको छ। त्यस्तै गरी जे जुन भटरक गम्बोपा त्यस्तै गरी नाता फमटुपाले के भन्नुभएको छ भन्दाखेरि कलियुगका विनयजन उच्च यानमा इच्छा राख्नेहरूलाई नाम महामुद्रा सहज योगा भनी यसरी नाम राख्नु भएको छ। मिग्यु दोर्जेले फेरि पनि भन्नुहुन्छ कि महामुद्राको यो परम्परा चाहिँ कदम्बबाट आएको हो भन्नुहुन्छ। साथै ढुक्पा कुञ्जे पेमा कर्पो भन्ने गुरुद्वारा चाहिँ महामुद्राको परम्परा चाहिँ झिजुन मिलरेपाबाट आएको हो भनी यसरी विद्वानहरूले भनेको हुँदाखेरि यसमा आफ्नै अब मतहरू व्याख्याहरू गर्ने विद्वानहरूको कला भिन्नता छ। तर सामान्यतामा यसले धेरै परम्पराहरूसँग संयोजन गर्दछ। कदम्ब गुरु या योन्दक परम्पराबाट आएको अनि वंशलाई चाहिँ अब कदम्ब परम्परा अर्थात् सूत्र मुताबिकको उपदेश भनिन्छ भने भक्बो रम्बुछे आफ्नै अनुभूतिबाट उदय भएको धेरै नै वंशहरू यसमा आएको हुँदाखेरि सबै नै उहाँले प्राप्त भएको हुँदाखेरि अनि एउटा पुग्ने एउटा नपुग्ने त्यस्तो चाहिँ केही म गल्ती दोषहरू देख्दिनँ। 5औं नम्बरमा गम्बोपाले सूत्र तन्त्रको एकीकृत शिक्षालाई प्रचार प्रसार गर्ने बारे बताउनु पर्दाखेरि धेरै लामा गुरुहरू जो गम्बोपा भन्दा पहिलेकै वा उहाँकै समकालीनमा थिए जुन काग्यु गुरुहरू जस्तै मर्पा मोक्छोगु दोर्जे मिलरेपा त्यस्तै गरी महान साक्या महान गुरु ढोमी अनि त्यसै गरी साचिन कुङा निङमो गुरुहरूका सुर्चिन छुङबो साक्या झुने र सुर्चुङ शेरप ढाक्पा लगायतका जस्ता निङमा गुरुहरू मुख्य रूपमा मन्त्र अभ्यासकर्ताहरू थिए र तिनीहरूमध्ये धेरै गृहस्थ थिए। साथै
त्यस अवधिमा तिब्बतमा फस्टाएको कदम्पाले मुख्यतः विनय र प्राज्ञा पारमिताको विशेष जोड दिए अभ्यास गरिन्थ्यो, जसले गर्दा गोप्य तन्त्रको प्रत्यक्ष रूपमा अभ्यास गर्नु निषेध गरिएको थियो। तर पनि गम्पुपाले मिलारेपालाई भेट्नुभन्दा 16 वर्ष अगाडि नै सङ्घकार लोचवाको पिता पुत्रको वंशबाट चक्र संहार र हे वज्र सहित धेरै सशक्तिकरण र गुप्त मन्त्रको प्रसारणहरू प्राप्त गरेको थिए। जब उनी मिलारेपासँग थिए, अधिकांश मुक्ति कथाहरू अनुसार उनले चक्र संहार र वज्र वाराई बाहेक धेरै सशक्तिकरणको आशीर्वाद प्राप्त गरेको थियो। त्यो बेलामा भएको इतिहासहरू, जीवनी कथाहरू त्यति स्पष्ट त छैन, तैपनि विशेष गरी मिलारेपा लगायतका विभिन्न यो सङ्घर लोचाहरूबाट उहाँहरूले विशेष गरी यो नारूपाको छा धर्म, त्यस्तै गरी चक्र संहारको वंशमा पूर्ण पीत उपदेशहरू प्राप्त गर्न सफल भयो र ती वंशहरू आजसम्म पनि हामीसँग जीवित नै रहेको छ। अनगिन्ती कदम्प गुरुहरूबाट उहाँले विभिन्न मार्गक्रमको अभ्यासहरू गर्यो र मति शोधनको अभ्यासहरू उहाँले जोड दिनुभयो। त्यति मात्र नभएर उहाँले कदम्पको परम्परा अनुसार विभिन्न वस्त्रको लक्षणहरू, त्यस्तै गरी विनय र आचरणहरूलाई नछुटिकन आफ्ना विनयजनहरूलाई पनि यसरी पालन पोषण गरेर धर्ममा प्रोत्साहन दिनुभयो र उहाँले आफ्नो विद्यार्थीहरूलाई महामुद्रा सिकाउनु अघि उहाँको चलन अनुसार ती नयाँ नवीन विनयजनहरूलाई जस्तै साँझको बेलामा मधुशोधनको पाठहरू गर्नु दिन्थ्यो। जसरी हामी यसलाई बुझ्नुको लागि चाहिँ दुसुन खेम्पाको अनि गम्पुपासँग पहिलो भेट जस्ता घटनाहरूबाट हामीले यो कुराहरू देख्न सक्छौँ। यसरी गम्पुपा त्यो व्यक्ति थिए जसले तिब्बतमा सूत्र र तन्त्रको मिलनलाई एकीकरण गरेर यसरी अनि तिब्बतमा बौद्ध धर्म यसरी फैलानु हुने एउटा महान पुरुष हुनुहुन्थ्यो। अब 6औं नम्बरमा सामान्यमा गम्पुपा गुरु विद्यार्थीहरूको पालन पोषण र निर्देशन दिनुमा अत्यन्त निपुण हुनुहुन्थ्यो, जसको कारणले गर्दाखेरि अनिगिन्ती विद्यार्थीहरूलाई परिपक्व र मुक्त गर्नुमा उहाँ अत्यन्तै सक्षम हुनुहुन्थ्यो। त्यस्तै गरी झनङ झेजुन तारानाथले भन्नुभएको छ, जस्तै तिब्बतमा चित्त निर्देशन भनेर चिन्नेहरूले गम्पुपाका निर्देशनहरूलाई आफ्नो नमुनाको रूपमा लिन्छन्। छोरकरीमा भन्नुपर्दा गम्पुपाको आफ्नो 4वटा छोरा, 4 सिद्ध, 4 हृदय छोरा, उपा पुत्र 4हरू, त्यस्तै गरी 4 परिचारक, त्यस्तै गरी इन्द्रधनुषकाया शरीरले खेचर भूमि प्राप्त गर्ने योगीहरू र अन्य धेरै अनगिन्ती विद्यार्थीहरू उहाँसँग थिए। गम्पुपा र उनको भतिजाबाट सिधै उत्पन्न हुने वंशहरू अग्डु काग्यू, कमछङ काग्यू, भरोम काग्यू, त्यस्तै गरी छल्पा काग्यू समावेश छन्। फग्मो ढुपा र उहाँको विद्यार्थीबाट उत्पन्न भएको वंशहरू जस्तै ढिगुङ काग्यू, तागलुङ काग्यू, टुक्पा काग्यू, ठोफु काग्यू, मर्छङ काग्यू, हेल्पा काग्यू, येसाङ काग्यू र सुक्सेप काग्यूहरू वंशहरू पनि छन्। राजनीतिक वा धार्मिक हिसाबले यो केवल वंश वा विद्यालय हो जसले तिब्बतको हिउँ भूमिमा सबैभन्दा ठूलो प्रभाव परेको छ। साथै यसमा झनङ झेजुन तारानाथले रचना गर्नुभएको एउटा शतवंशी व्याख्या इतिहास भन्ने किताबभित्र के लेखिएको छ त भन्दाखेरि महामुद्रा सहज योग चाहिँ नारोपा र मैत्रीपादेखि र मार्पा र मिलारेपासम्म आउँदाखेरि उपदेशको एउटा बीज मात्राको बराबरी मात्रै थियो, व्यापक रूपमा फैलिएको थिएन। तर अतुलनीय गम्पुपालाई भट्टरक मिलारेपाको भविष्यवाणीको बिन्दुले प्रहार गरेकादेखि गम्पुपाले आफ्नो ध्यानमा तुमलाई विशेष जोड दिए। 6 वर्षभन्दा बढी लामो समयसम्म न्यालको सेवालुङमा उनको बोध वृद्धि भएर गयो। होल्खा घेलुङमा बिताएका 3 वर्षको अवधिमा उनले प्रकृतिको परम अनुभूति हासिल गरे। केही मेहनती मानिसहरूले बाहेक आलसी र लालची हुने तिनीहरूलाई कसैलाई पनि सिकाउनु भएन। तर उहाँले
योगी छुयुङ र अरूलाई अलिकति सिकाउनु भयो र जसरी एउटा दियोले दुईवटा दियो सल्काउन सक्ने जस्तै सहजै दुःख कष्ट नगरिकन प्रयास बिना पूर्ण अनुभूति हासिल गरे र यसैले यो व्यापक रूपमा फैलिन गयो। 7औं नम्बरमा आज घम्पुपाको परिनिर्वाण भएको एउटा तिथि हो। यदि तपाईले हामीलाई यो कसरी थाहा छ भनेर सोध्नुभयो भने स्पष्ट पार्नको लागि सुगता फगमटुपा त्यस्तै गरी धर्मस्वामी दुसुमखेम्बाले यसरी अब स्पष्ट गर्नुभएको छ। यो दुवै घम्पुपाको अत्यन्त महत्त्वपूर्ण विद्यार्थीहरू रहेको छ। दुसुमखेम्बाले एउटा के लेख्नु भएको छ त भन्दाखेरि घम्पुपाको निधनपछि फगमटुपा धागलागम्बुको गुम्बा मठमा बसिरहे र दुसुमखेम्बाको संवादमा यसरी लेखिएको छ। 14 गते साँझ उनी अलिकति बिरामी परे। 4 वर्ष गर्मी महिनाको बीचमा उनले भने यसपटक म औषधि खान्न। केही साना तिना कारणले गर्दा उनी पटक पटक हाँसे। 15 दिनमा उनको निधन भयो अनि यसरी बताउनु भएको छ। फेरि जगतको नाथ फगमटुपा उहाँले नै लेख्नु भएको एउटा घम्पुपाको प्रख्यात एउटा जीवनी कथामै जब उहाँले अरूको फाइदाको लागि निधन हुने निर्णय गरे, पानी स्त्री 4 महिनाको पूर्णिमाको दिनमा महान व्यक्तित्व धर्म धातुमा प्रवेश गरियो। निर्वाणमा जान चाहने तपाईलाई म श्रद्धाञ्जली साष्टाङ्ग धन्यवाद गर्दछु भने यसरी वर्ष, महिना, गते र विभिन्न समयहरूलाई स्पष्ट रूपमा उहाँले बताउनु भएको छ। पानी स्त्री 4 वर्ष सन् 1153 तिब्बत पात्र अनुसार 6 महिनाको 15 दिनमा अर्थात् पूर्णिमाको दिनमा उहाँको निधन भएको हो भन्ने कुरामा सबै निर्विवाद छन्। कुनै गुरुले आफ्नो शिष्यहरूलाई बसमा पार्न वा प्राणी हितको लागि लीला प्रदर्शन गर्नको लागि निर्वाण प्राप्त गर्ने जस्ता चमत्कारी कर्महरू देखाएको छ। त्यो दिनहरूमा हृदयभित्रैबाट हामीले पुण्य सञ्चयहरू हामीले गर्यो भने अनि हाम्रो पुण्यहरू सबै पारङ्गत भएर जाने, त्यसै गरी आवरणहरू सबै अनि शुद्ध भएर जाने भनेको छ। त्यसको लागि जसरी वज्र गर्भतन्त्रमा भनिएको छ, याद गर्दा गल्ती बिना अवश्य अवलोकन गर्नुहोस्। तिनीहरूको बितेको वर्ष, महिना र दिन तपाईले बनाउनु भएको कुनै पनि प्रस्ताव योग्यताको सञ्चयलाई सिद्ध गर्नेछ, ज्ञानहरूको समृद्धि हुनेछ भनी बताएको छ। 8औं अङ्कमा उहाँले भविष्यका पुस्ताहरूलाई हेरचाह गर्ने प्रतिज्ञा कसरी गर्नुभयो त भन्ने विषयमा बताउनु पर्दाखेरि विशेष गरी गोपाले पहिले आचार्य घोम्पा त्यसै गरी जे उसे अनि घिसे खम्बाहरू भेला भएको बेलामा अनि घम्पुपाले प्रतिज्ञा गर्नुभएको थियो, तपाईहरूको लागि मैले अनगिन्ती कष्टहरू भोगिसकेको छु, त्यसैले मैले सबै तपस्या पूरा गरेको पनि छु। तिमीहरूले मात्र बिन्ती गरे पुग्छ। यदि तीव्र इच्छाका साथ प्रार्थना गर्यौ, तिमीहरूले यदि मन भित्रबाट नै प्रार्थना गर्यो, पुण्य सञ्चय गर्यो भने यो निश्चित छ कि हामीले आशिष पाउनेछौँ। घम्पुपाले अरू के भन्नुभयो भन्दाखेरि अन्तिममा मलाई चाहने र मलाई भेट्न नसक्ने सोच्ने सबै भावी व्यक्तिहरूले कृपया मैले लेखेको बहुमूल्य मार्गको सर्वोच्च माला मोक्ष लङ्गर मैले लेखेका रचनाहरू तपाईँले पढ्नु भयो भने यो भेटभन्दा फरक छैन। यो यसलाई पढ्नु र मलाई प्रत्यक्ष रूपमा भेट्नुमा फरक छैन भने यसरी उहाँले विशेष बताउनु भयो सधैँ नै। अब विशेष गरी आजको दिनमा हेर्ने हो भने आज घम्पुपाको परिनिर्वाण भएको उत्सव हुँदाखेरि घम्पुपाद्वारा सङ्कलित गर्नुभएको कृतिहरू विशेष गरी बहुमूल्य मार्गको सर्वोच्च माला र सद्धर्म मोक्ष लङ्गरलाई नियमित रूपमा विशेष गरी आज उहाँको परिनिर्वाण परेको हुँदाखेरि यसलाई खोलेर यसलाई पढेर